Baby हेलो Socks ब्युटी Part फ्रेन्डली 1. हजुरहरू सबै आरामै हुनुहुन्छ होला। आज चाहिँ यो क्रोसेटको बेबी सक्स बनाउन सिक्ने। यसको साइज भनेको चाहिँ हजुरको 3 महिनादेखि 6 महिनासम्मको वाला हो। सुरुमा चाहिँ हामीले यो म्याजिक चेनबाट स्टार्ट गर्छौँ। यो म्याजिक चेनमा चाहिँ हामीले सुरुमा चाहिँ 14वटा डबल क्रोसे लिन्छौँ। 14वटा पछि 14वटा फेरि डबल गरेर अनि 28वटा गर्छौँ। म बिस्तारै देखाउँदै जान्छु। यो चाहिँ कुर्कुच्चाको भाग भयो, यो टो भइहाल्यो। यसरी गर्छौँ। यसैको बारेमा चाहिँ म आज सिकाउँछु है त। सुरुमा चाहिँ हामीले म्याजिक रिङ बनाउने, सरी म्याजिक चेन भनेछु फेरि या होइन म्याजिक रिङ बनाउने। यो सेक्युर भइहाल्यो होइन। अनि त्यसपछि 3 चेन 1 2 3 चेन बनाउने। यो 3 चेनलाई चाहिँ हामीले एज अ एउटा डबल क्रोसेको रूपमा गन्छौँ। त्यसपछि हामीले 13वटा बनाउने, किनभने टोटल हामीलाई 14वटा, यो म्याजिक रिङमा चाहिँ 14वटा डबल क्रोसे चाहिएको। यो थर्ड चेनलाई चाहिँ यो 3 वाला चेन भएकोलाई चाहिँ एउटा डबल क्रोसे मान्छौँ। त्यही भएर 14वटा डबल क्रोसे बनाउने हामीले टोटल यो समेत गरेर है। म 14वटा भएपछि देखाउँछु है त। हेर्नु है, हामीले टोटल गरेर यो थर्ड चेन समेत गरेर 14वटा डबल क्रोसे भयो। अब यसरी सट्ट यसरी तान्ने। यो तानिसकेपछि चाहिँ यो 3 चेनवालाको यो माथि चाहिँ हामीले स्लिप स्टिच गर्ने अनि यसलाई जोइन गर्ने है। यो जोइन गरेर अब यति भयो। हामीले यसलाई यो 14वटा डबल क्रोसे बनायो। फेरि यसलाई डबल गर्ने भनेको कसरी भन्दाखेरि पहिला 3 चेन लिने, फेरि 3 चेनबाट स्टार्ट गर्ने। त्यसपछि हरेक स्टिचमा चाहिँ 2-2वटा राख्दै जाने। जस्तो अब यो यसलाई एउटा भयो नि त, अनि यसपछि यो हरेक स्टिचमा, अब यो स्टिचमा फेरि 2टा, हेर्नु है, एक सेम स्टिचमा 2टा डबल क्रोसे गर्दै जाने हामी। त्यसो गरेर हामीसँग यो पहिला 14 भयो भने यहाँ यो रोसम्म पुग्दाखेरि 28 डबल क्रोसे हुन्छ हामीसँग। हेर्नु है त, हामीले यो यसमा डबल गरेर 28 पुग्यो। अब यसलाई पनि स्लिप स्टिचले जोड्ने, 3 चेनवाला स्टिचमा यस्तो गर्ने। अब यसो गरेपछि यसलाई चाहिँ कट गर्ने है। यो धागो अब अर्को चेन्ज गर्ने। हामीले चाहिँ यो गरिसकेपछि यो सेतो पार्ट गर्ने। सेतो पार्ट गर्दाखेरि चाहिँ जुन अब यहाँ हाम्रो 28वटा छ नि, यही 28वटा नै बुन्ने, तर 4वटा रो बनाउने कि हामीले यसरी। यति 28वटा एउटा गरेर बुनेर 4वटा रो बनाउने। धागो हामीले नकाटिकन यहाँबाट नै चेन्ज गर्न सक्छौँ। यसलाई यतिकै छोडेर अनि यसलाई लिने, नकाटिकन पनि यसलाई हामीले चेन्ज गर्न सक्छौँ। यसरी लिएर लिने, यसलाई तान्ने यसरी, अनि यहाँनिर चाहिँ यति चाहिँ कट गरिदिने, छोटो भयो। अनि यसलाई चाहिँ यसरी तान्ने, अनि 1 2 3 3वटा भयो। अनि यसरी एउटा हरेक स्टिचमा एउटा डबल क्रोसे गरेर 28वटा छ नि त हाम्रो, 28वटा डबल क्रोसे गर्ने। 4वटा रो बनाउने हामीले यसरी नै गरेर। इचमा यसरी डबल क्रोसे, इच स्टिचमा एउटा डबल क्रोसे गरेर अल ओभर द राउन्ड, हेर्नु है, यसरी गरेर पुरै यहाँसम्म गर्ने। यो वाला स्टिच चाहिँ हामीले ठ्याक्कै यसमा यो 4वटा रो बनाउने, 1 2 3 4। म 4वटा रो पुगेपछि देखाउँछु है त। हजुरहरू पनि बनाउँदै जान सक्नुहुन्छ है त। हेर्नु है त, मैले यो सबै यो 4वटा रो बनाएँ होइन। यसको जति, यसको 4वटा रो, यो भनेको यो 28 28 28 28। यहाँ हामीले सुरुमा 14वटा डबल क्रोसे, त्यसपछि त्यसमा एउटा स्टिचमा 2टा गरेर 28वटा डबल क्रोसे भयो। त्यसपछि यही नै 28 28 28 28 28 28 28 गरेर यसरी त्यो धागो चाहिँ 4वटा रो बनाएँ। अब हामीले यो